ठाउँ हुँदाखेरि त्यहाँका आफ्ना पुलिसहरूले उहाँलाई सोद्धाखेरि मलाई नेपालको बारेमा एभरेस्ट कहाँ नआउने अनि एभरेस्ट भन्दाखेरि उहाँले चाहिँ त्यो ठाउँमा म अहिलेसम्म पुगेको छैन, पुग्यो भन्दाखेरि पुगेको छैन, त्यो पुग्यो होला छोड्यो होला भन्दा पनि उहाँले एकदम पिन्च भएर चाहिँ यो देशलाई मैले चिनाउनुपर्छ भनेर 13 वर्ष अगाडि उहाँले जुन सुरुवात गर्नुभएको र यति छोटो समयमा यति हाइलाइट आउनुभयो कि 14 वर्षको समयमा उहाँले विश्वलाई चिनाउनु भयो। उहाँका धेरै रेकर्डहरू भए। आज जुन 10 घन्टा 16 मिनटमा उहाँले चाहिँ जुन दुईवटा जुन एभरेस्ट र जुन लोछे जुन सफल आरोहण गर्नुभयो भने त्यसै गरी विन्टरमा चाहिँ किटु समिटदेखि लिएर उहाँले धेरै गर्नुभएको छ नेपालीहरूको लागि भनेर उहाँले त्यो राष्ट्रगान पनि स्वयं दुर्गापुरका हामी भनेर हामीले सुन्छौँ। त्यो कुराहरू यति धेरै छन् कि हामीबाट लेखेको भएर नेपाललाई विश्व मानचित्रमा चिनाउनलाई यति धेरै अद्भुत क्षमता भएको व्यक्तित्व आज गुमाउनु पर्दा हामी एकदमै दुःखित छौँ। कान गण्डकी हामी गुमाएका छौँ। गोर्खाका दुईवटा नक्षत्रहरू हामीले गुमाउनु भएको छ। त्यसरी हाम्रा जुन यो वनबहादुर हुनुहुन्छ गुरुङ उहाँ चाहिँ हामीले यही गोर्खाबाट धेरैको हुनुहुन्छ गण्डकीपट्टि हुनुहुन्छ भने अरू हुनादहरू विदेशी सहित हाम्रो अमेरिकन लेडी सहित एउटा सहित हुनुहुन्छ। उहाँहरू सबैको लागि हामीले आज यो शोक